मगर अब मेरो एकजना श्रीमान दुईजना छोरी हुनुहुन्छ हामी कुसुन्तीमा बस्छौँ स्थायी रूपमा होला यता दिनु यता दिनु भयो यता यता नयाँ वर्षकी शुभकामना हजुरको परिचय पनि महत्त्वपूर्ण छ 요리가 띵하야지 터져도 추게 요리는 추게 어른들은 뭘 주게 나랑 걸리 지치나 예수님이 퍼고 올라타고 사마스 तरह सुसो सुखो सुसो नाला को सुसो सुसो ये को वो नो आज जैसे कि आपने बॉडी को या क्या ना को सामास के की बताइए ने रोमाइलो सुसो बियाल दे इसको ये बोलो कि रात जो सुसो की नी लागे तो फूही जो सो आगे सबवती ये घुमु जाई पर कोसा के कालिनी सच उको आदम के नाम जो भयो दिनु या बसिनु हरिंद मगेरि मिटो जिरेनि जो जिरेनि नार अब जाने माने हैन अनि मोर आयो रमाइलो भयो अब खुसी लाग्यो धन्यवाद सबैलाई शुभकामना लगभग अघि भइसक्यो सान्दुकसिरी भोटे हाल ललितपुर
अनि जसरी बितेको वर्षमा एकदम सुस्वास्थ्य भएर अगाडि बढ्नुभएको छ अझ आउने नयाँ वर्षमा योभन्दा अझ धेरै अगाडि प्रगति गरेर बढ्नुहोस् है सबैजनालाई धेरै शुभकामना अनि मेरो नाम चाहिँ तुलसी बेना भोटे काठमाडौँबाट बस्छु जस्तै घर चाहिँ कुटुम्बमा अनि एकदम खुसी लागिरहेको छ है अनि जति पनि हामी अब पहिलादेखि नै काठमाडौँमा बस्दै आइरहेका छौँ अनि हरेक गाउँबाट चाहिँ सबै गाउँबाट समाज हो है दिदी बहिनी समाज अनि खाम समाज हरेक गाउँ समाज हो है अनि त्यो अवस्थामा चाहिँ हाम्रो बाबाबाट चाहिँ थिएन है अनि हामी जहाँ पनि जाँदा हुन्थ्यो हाम्रो समाज भएको कस्तो हुन्थेन अनि हामीलाई जहिले पनि त्यो चाहन्थ्यो है अनि यो बितेको वर्ष चाहिँ हामीले जसरी थोरैजना भेला भएर यो समाज बनाउने घोषणा गऱ्यौँ अनि जति पनि तपाईँहरू पदाधिकारीहरू भएर अगाडि बढ्नु भएको छ अनि समाज निर्माण भएर यसरी तपाईँहरू अगाडि बढ्दै हुनुहुन्छ है यो चाहिँ एकदम हाम्रो गुम्बाको लागि चाहिँ जति पनि काठमाडौँमा बस्दै हुनुहुन्छ ऐतिहासिक कुरा रहेको छ होइन अनि पछिल्लो पुस्ताहरूले चाहिँ एकदम तपाईँहरू सम्झिनुहुनेछ है काठमाडौँमा बस्ने जस्तो हामीभन्दा अग्रजहरू चाहिँ यो काम गर्नुभएछ अनि हामीलाई एकदम सजिलो भइरहेको छ भनेर चाहिँ सम्झिनुहुन्छ भन्ने चाहिँ मलाई आशा छ अनि एकदम खुसी लागिरहेको छ सबैजनालाई फेरि पनि नयाँ वर्षको शुभकामना आज चाहिँ हामी एकदम रमाइलो गर्नेछौँ है धन्यवाद मेरो माइती पनि समाज रहेछ अनि जानु पर्यो भन्ने कारणले चाहिँ एकदमै खुसी लागेको छ सबैजनालाई नयाँ वर्षको सबैजनालाई शुभकामना दिन चाहन्छु घुमालीको बनासो उयो हाम्रो यहाँनिर बहिनीलाई पनि एकदम हामी अरूको भेटघाट लगभग भइसकेको अहिले तपाईँलाई विशेष स्वागत छ अब हामी यसरी औपचारिक कार्यक्रममा हामी गर्नुभन्दा अगाडि म तपाईँलाई के प्रोग्रामहरू
कार्यक्रम चाहिँ मैले यसो बनाएँ जस्तै हामी यहाँ 11 बजे आइपुग्छौँ लगभग 11 बजे आइपुग्यौँ अनि हामी आइटी भन्छ आइटी भनेको सुरु यहाँ खानालाई आइ भन्ने भन्छ यो खाने अनि त्यस पछाडि हामी रेगुलर मिटिङ भन्छ हामीले प्रायः बसिरहेको मिटिङ बस्नु भन्नु सोचिरहेको तर हामी सल्लाह गरौँला अनि अर्को चाहिँ हामी त्यहाँदेखि गेमहरू खेल्नेछौँ अनि त्यहाँदेखि हामी हाइकिङ भनेको यसो 40 मिनट जति चट्ट घुमेर आउने कि भन्ने पनि हामीले कार्यक्रम राखेको छ अनि त्यहाँदेखि लन्च छ त्यहाँदेखि हाम्रो ग्रुप सेसनहरू हुन्छ अनि टिम बिल्डिङ गेम डान्स फन टाइप भन्छ त्यहाँदेखि रमाइलो नाच गान तपाईँले रमाइलो गर्ने हाइकिङ गर्ने फुल गरेर सबै स्वतन्त्र छ अनि हाम्रो विशेष गरी यो हामी यो क्याटरिङ आशा क्याटरिङ भन्छ हामीसँग पहिला म विशेष गरी अफिसका कामहरू चलाउँदाखेरि उहाँहरूसँग सम्पर्क गर्छु आशा क्याटरिङका सम्पूर्ण हामी स्वागत गर्न चाहन्छौँ है त अब हामी यो औपचारिक कार्यक्रम भनेको बिस्तारै सिक्दै मैले एउटा परिचयात्मक मात्रै कार्यक्रम गरेँ त्यसकारण मैले सभापति हाम्रो उपसभापति अध्यक्ष हाम्रो अनुमति लिएर यो मैले यो भाषण दिन गइनँ अहिले चाहिँ यो कार्यक्रमको ब्रिफिङ गर्दै अब परिचयात्मक कार्यक्रमलाई यही थालेर हामी के गर्छौँ हाजिर राख्नेछौँ भन्दै मेरो एक शब्द नभन्नु धेरै शब्द